नेपालको एक यस्तो व्यक्ति जसले नेपाललाई बहादुरी नामले चिनाए। यो कुरा हो 1945 को, यानि कि आज भन्दा ठ्याक्कै 80 वर्ष अगाडिको। त्यो बेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो र सारा संसार पीडामा डुबेको थियो। त्यति बेला उनी एक्लैले पुरै विश्व हल्लाएका थिए र नेपाललाई बहादुरी वीर गोर्खालीको देश नेपाल भनेर चिनाएका थिए। उनी हुन् लाछिमान गुरुङ। उनी सन् 1940 मा ब्रिटिस सेनामा भर्ती हुन्छन् र अब तपाईलाई यो पनि थाहा हुनेछ कि भारत पहिलेदेखि नै नेपाल प्रति कति स्वार्थी लुकाएर बाँचेको थियो भन्ने कुरा। र जब उनी भारतीय सेनामा भर्ती हुन्छन् तब भारतमा ब्रिटिस सेनाको शासन थियो र त्यति बेला जापानले बर्मा कब्जा गरेर भारतमा आक्रमण गर्ने सोच बनाएको थियो। त्यसैकारण भारतले पनि यता धमाधम नेपाली सेनाहरू भर्ती गर्न थाल्छ र यता भारतले बर्मा फर्काउने युद्ध चलाउन थाल्छ। बर्मा भनेको त्यति बेलाको एक देश हो जसलाई अहिले म्यानमार नामले चिनिन्छ। त्यसपछि भारतले युद्धको लागि आफ्ना सेनाहरूलाई म्यानमार पठाउन थाल्छ र त्यो हुलमा एक वीर गोर्खाली लाछिमान गुरुङ पनि थिए। र जब उनीहरू त्यहाँ पुग्छन् जापानी सेनाले म्यानमारमाथि आक्रमण गर्न थाल्छ र त्यति बेला दोस्रो विश्वयुद्ध घम्किरहेको थियो। जापानले बिस्तारै म्यानमार सँगै भारत पनि कब्जा गर्न